सबैजनालाई जय मसीह। एकदमै धन्यवाद यो समयको लागि, पास्टरलाई अनि यो समय दिनुभएको लागि र सबैभन्दा ठुलो कुरा परमेश्वरलाई धन्यवाद। मलाई आज यस ठाउँमा बोल्नलाई उहाँले यो समय जुटाइदिनु भएको छ। तपाईँहरू सबैजना आरामै हुनुहुन्छ? हामी म आशा गर्छु हामी सबैजना आरामै छौँ। प्रभुले हामीलाई सकुशल राख्नु भएको छ। आमेन। र कतिचोटि हामी उमेर बढ्दै गर्दा होइन हाम्रो सबै कुराहरू वृद्धि हुँदै जान्छन्, बढ्दै जान्छन्। हाम्रो आचरण, हाम्रो बानी बेहोरा सबै कुरा होइन, हो कि होइन? सुबीले बिहान उठेर आज के खाएर आयो? नास्ता के? भुटेको भात खाएर आयो। दुध खाएन निप्पलमा हालेर? किन? ठुलो भइसके। सुबीले आज बिहान नास्ता भुटेको भात खाएर आयो। कति वर्ष भयो सुबी? 16 वर्ष होइन। निप्पलमा दुध हालेर खाएर आएँ भनेको अहिले म छक्क पर्थेँ। किन? तिमी त ठुलो भइसक्यौ त भनेर भन्ने थियो सुबीलाई, हो कि होइन? सुबीले अहिले भुटेको भात खाएर आयो भन्दा मलाई केही लागेन, किनकि सुबी ठुली छ, भात खान सक्छ, भुटेको पनि खान सक्छ, फ्राई राइस पनि खान सक्छ, दाल भात पनि होइन, रोटी पनि खान सक्छ। तर निप्पलमा दुध दियो भने उसले खाँदिन। बरु ग्लासमा दियो भने स्वास्थ्यको लागि खान्छ होला, तर बिहान उठेर निप्पलमा दुध खाँदैन, मम्मीको दुध खाएर आउँदिन। किन आइन त? सुबीले भने कि म ठुली भइसकेँ। सुबी चाहिँ ठुलो भइसकेँ। र हामी ठुलो हुँदै जाँदा हाम्रा आदत बानीहरू परिवर्तन हुँदै जान्छन्, हामी परिपक्व हुँदै जान्छौँ। अब उसले यसरी पनि दिइसक्यो योपालि होइन, अब ठुलो भइसक्यो, परिपक्व हुँदैछ। तर हाम्रो आत्मिक जीवन चाहिँ यस्तो हुँदैन। हाम्रो आत्मिक जीवन चाहिँ हाम्रो उमेरसँग बढ्दै जाँदैन। हाम्रो आत्मिक जीवन हाम्रो उमेरसँगै बढ्दैन। हाम्रो आत्मिक जीवन बढाउनलाई चाहिँ हामीले अरू नै कुराहरू गर्नुपर्छ, परमेश्वरको नजिक जाने कुराहरू गर्नुपर्छ। र अर्को कुरा चाहिँ आज हामी धेरैजना छौँ अनि कोही चाहिँ धेरै लामो समयदेखिको विश्वासीहरू छौँ होला। 20 वर्ष, 25 वर्ष, 30 वर्ष पनि हामी भयो होला। म पनि ख्रिस्टलाई चिनेको धेरै वर्ष भयो होइन। र कतिजना चाहिँ भर्खरै आउनुभएको पनि होला चर्चमा, धेरै भएको छैन होला, 1-2 वर्ष, 3-4 वर्ष। तर 30 वर्षदेखि चर्चमा आइरहेको व्यक्ति एकदमै परिपक्व हुनुहुन्छ विश्वासमा। उहाँको घरमा त जे भए पनि, आँधी हुरी तुफान आए पनि केही फरक पर्दैन। उहाँको जीवनमा जस्तो समस्या आए पनि स्थिर रहनुहुन्छ भनेर हामी विश्वास गर्न सक्दैनौँ, किनकि चर्चमा आउँदैमा हामी परिपक्व हुँदैनौँ। धेरै वर्षदेखि यसुलाई चिन्दैमा हामी परिपक्व नहुन पनि सक्छौँ। तर कोही व्यक्ति 3-4 वर्षदेखि चर्च आउँदैछ, 2-3 वर्षदेखि आउँदैछ, तर विश्वासमा परिपक्व हुन पनि सक्छ। आमेन। यो कुरा विश्वास लाग्यो तपाईँहरूलाई? लाग्यो कि लागेन? लाग्नुपर्छ। आमेन। हामी चर्चमा धेरै वर्षदेखि आउँदैमा हामी आत्मिकी हुँदैनौँ र हाम्रो शारीरिक कुराहरू बढ्दै जाँदा, उमेर बढ्दै जाँदा हाम्रो आत्मिक कुराहरू बढ्दैन, आत्मिक परिपक्वता बढ्दैन। त्यसैले आजको वचनको शीर्षक पनि के छ त? ख्रिस्टमा वृद्धि र क्रिस्चियन परिपक्वता। यदि हजुरहरूले लेख्नुहुन्छ भने आजको वचनको शीर्षक चाहिँ ख्रिस्टमा वृद्धि र क्रिस्चियन परिपक्वता भनेर मैले आज लिएर आएको छु। र यसमा प्रवेश गर्नुभन्दा पहिला मेरो सानो वचनको खण्ड हामी एउटा पढ्नेछौँ। र हजुरहरूसँग बाइबल पक्कै पनि छ होला। हामी मत्ती 13को 3देखि 9 पढ्नेछौँ, त्यसपछि 18 देखि 23 पढ्नेछौँ। मत्ती 13को 3देखि 9, त्यसपछि हामी 18 देखि 23 पढ्नेछौँ। यहाँ चाहिँ यसरी लेखिएको छ, उहाँले अर्थात् यसुले तिनीहरूलाई दृष्टान्तद्वारा धेरै कुरा भन्नुभयो। उहाँले भन्नुभयो, एकजना बिउ छर्न निस्कियो, अनि यसरी छर्दा केही बिउ बाटोतिर परे र चराचुरुङ्गीले आएर ती खाइदिए। केही बिउ ढुङ्गेनी जमिनमा परे जहाँ धेरै माटो थिएन र गहिरो माटो नभएकोले ती छिट्टै उम्रे। तर जब घाम लाग्यो ती ओइलाइहाले र जरा नभएकोले ती सुकिहाले। अरू चाहिँ काँडाहरूका बिचमा परे, तर काँडाहरू बढेर आए र तिनलाई निस्सासिदिए। अरू बिउ असल जमिनमा परे र कुनै 100, कुनैले 60, कुनैले 30 गुणा फल दिए।
जसको कान छ त्यसले सुनोस् भनेर यहाँ लेखिएको छ। र त्यसै गरी हामी 18 देखि तल पनि हेर्नेछौँ। अब दृष्टान्तको अर्थ भनेर यहाँ लेखिएको छ। बिउ छर्नेको दृष्टान्त सुन। जब कसैले राज्यको वचन सुन्छ र सो बुझ्दैन तब दुष्ट आउँछ र त्यसको हृदयमा जे छरिएको थियो सो खोसेर लैजान्छ। बाटोतिर छरिएको बिउ चाहिँ त्यही हो। ढुङ्गेनी जमिनमा छरिएको चाहिँ त्यो हो जसले वचन सुन्ने बित्तिकै खुसी साथ झट्टै त्यो स्वीकार गर्छ, तर त्यसको आफ्नै जरा नभएकोले त्यो थोरै बेर मात्र टिक्छ र जमिनको वचनको कारणले कष्ट कि सतावट परिआउने बित्तिकै त्यो पछि हट्छ। काँडाहरूमा छरिएको चाहिँ त्यो हो जसले वचन सुन्छ, तर यस संसारको फिक्री र धन सम्पत्तिको छलले वचनलाई बाधा दिन्छ र त्यो फल नदिने हुन्छ। तर असल जमिनमा छरिएको चाहिँ त्यो हो जसले वचन सुन्छ र बुझ्दछ र साँच्चै फल फलाउँछ। त्यसले छरेको बिउबाट 100 गुणा 60 गुणा र 30 गुणा फल फलाउँछ। आमेन। यहाँ चाहिँ प्रष्टै भनेको छ र हजुरहरूले धेरै पटक यो सुन्नु पनि भएको छ। यो वचनको येशूले भनेको दृष्टान्त हजुरहरूले धेरै पटक सुन्नु पनि भएको छ। हाम्रो पास्टरले विभिन्न प्रकारले प्रचार गर्नुभएको पनि छ र हामीलाई कण्ठ पनि छ। र यहाँनिर अब के भयो त, एकजना बिउ छर्ने व्यक्ति निस्किन्छ दृष्टान्तमा। येशूले भन्नुभएको दृष्टान्तमा एकजना बिउ छर्ने व्यक्ति निस्किन्छ, तर बिउ चाहिँ कुनै बाटोमा पर्छन्, कुनै ढुङ्गेनी जमिनमा पर्छन्, कुनै काँडाहरूको बिचमा पर्छन्, तर कुनै बिउ चाहिँ कहाँ पर्छन्? असल जमिनमा पर्छन्। र जुन असल जमिनमा पर्छ त्यसले चाहिँ 20 गुणा 60 गुणा 100 गुणा के गर्छ? फलहरू फलाउँछ। र यहाँ सिम्पल रूपमा यो प्यासेजमा यो खण्डमा हामीले बुझ्नुपर्ने कुरा चाहिँ बिउ भनेको चाहिँ परमेश्वरको वचन। आमेन। बिउ चाहिँ परमेश्वरको वचन। येशू ख्रीष्टले चाहिँ यहाँ बुझाउन खोज्दै हुनुहुन्छ। येशूले चाहिँ जहिले पनि यस्तै दृष्टान्तद्वारा कथाद्वारा बोल्नुहुन्थ्यो ताकि मानिसहरूले सुनुन्, मानिसहरूलाई सुन्न मन लागोस् भनेर सजिलो प्रकारले बुझाउनलाई उहाँ दृष्टान्तद्वारा बोल्नुहुन्थ्यो। तर सत्य कुरा र स्वर्गको राज्यको कुरा येशूले बोलिराख्नु भएको थियो। आमेन। र उहाँ यहाँ चाहिँ येशूले बिउ भन्नेले परमेश्वरको वचन भन्न खोज्दै हुन्थ्यो। जमिन भनेको हाम्रो हृदय भन्न खोज्दै हुनुहुन्थ्यो। वृद्धि गर्नु भनेको हाम्रो आत्मिक परिपक्वता थियो। आमेन। वृद्धि हुनु भनेको हाम्रो आत्मिक परिपक्वता र फल भनेको चाहिँ ख्रीष्ट जस्तै जीवन। हालेलुया। फल भनेको चाहिँ ख्रीष्टको जस्तो जीवन, येशूको जस्तो फल फलाउने जीवन भनेर हामी यहाँ हेर्न सक्छौँ। र यो दृष्टान्तद्वारा हामी प्रष्टै थाहा पाउँछौँ कि सबैले वचन सुन्ने रहेछन् तर सबैले बुझ्ने रहेनछन्। सबैले वचन सुन्छन् तर सबैले बुझ्दैन रहेछन् भनेर वचनले हामीलाई यहाँ यो खण्डले सिकाउँछ। र अर्को कुरा के सिकाउँछ भने धेरैजनाले येशूलाई मुक्तिदाता भनेर ग्रहण त गर्छन्। जुन दिन हामीले येशूलाई परमेश्वरको पुत्र हाम्रो पापलाई लिन आउनुभयो, हाम्रो निम्ति रगत बहाउनु भयो भनेर स्वीकार गर्यो हाम्रो मुखले, हाम्रो हृदयले, हामीले थाहा पायौँ कि हामीले मुक्ति पायौँ। तर हामीले येशू जस्तै बन्ने कि नबन्ने भन्ने कुराहरू बुझ्न कतिपटक हामी सक्दैनौँ र हाम्रो हृदय कस्तो जमिन जस्तो छ भनेर हामी कतिचोटि निहाल्दैनौँ। तर यहाँ वचनले हामीलाई 3वटा कुराहरू सिकाउँदछ। र आजको यस शीर्षकमा ख्रीष्टमा वृद्धि र क्रिस्चियन परिपक्वता भन्ने टपिकमा आजको हामीले 3वटा कुरा हेर्नेछौँ कि सबैभन्दा पहिलो कुरा चाहिँ सबैले वचन सुन्छन् तर बुझ्दैनन् अथवा बढ्दैनन्। पहिलो नम्बरमा वचन सबैले सुन्छन्, येशूलाई सबैले विश्वास गर्छन् तर बढ्दैनन्, वृद्धि हुँदैनन्। के रहेछ त पहिलो कुरा? सबैले वचन सुन्छन्, येशूमा विश्वास गर्छन् तर वृद्धि हुँदैनन्, बढ्दैनन् भनेर हामी पहिलो कुरा हेर्छौँ। र यहाँनिर हामीले हेऱ्यौँ, थाहा पायौँ कि जो बाटोमा पढे, ढुङ्गेनी जमिनमा परे, तिनीहरूले फल फलाउन सकेनन्। तर परमेश्वरले हामीलाई आत्मिक रूपमा वृद्धि भएको चाहनुहुन्छ। आमेन। परमेश्वरले हामीलाई आत्मिक रूपमा हाम्रो वृद्धि भएको चाहनुहुन्छ। र परमेश्वरको इच्छा यो मात्र होइन कि हामी चर्च आउँ जबरजस्ती अथवा मन लागेर खुसी साथ अथवा जबरजस्ती जसरी भए पनि हामी चर्च मात्रै आउँ भन्ने परमेश्वरको इच्छा होइन। तर परमेश्वरको इच्छा चाहिँ हामी उहाँ जस्तै बन्दै जाउँ, हामी आत्मिक रूपमा परिपक्व वृद्धि हुँदै जाउँ भनेर उहाँले चाहनुहुन्छ। आमेन। प्रभुको इच्छा चाहिँ हामी आत्मिक रूपमा बढ्दै जाउँ भन्ने उहाँले चाहनुहुन्छ।
र किनकि उहाँलाई थाहा छ कि आत्मिक बालकहरू जो नाबालक हुन्छन् तिनीहरू के हुन्छन्? कमजोर हुन्छन्। तर जो परिपक्व व्यक्तिहरू हुन्छन् उनीहरू चाहिँ जस्तोसुकै अवस्थामा स्थिर धैर्य धारण गर्न सक्ने र आज्ञाकारी र प्रेममा चल्न सक्ने व्यक्तिहरू हुन्छन्। हालेलुया हालेलुया। र तपाईले दोस्रो पत्रुस 3:18 हेर्नुभयो भने कसैले पाउनुभयो भने पढ्न पनि सक्नुहुन्छ। हेर्नुभयो कसैले? तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्दै जाओ, उहाँलाई अहिले र सदा सर्वदा महिमा होस्। आमेन आमेन। धन्यवाद। तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्दै जाओ, उहाँलाई अहिले र सदा सर्वदा महिमा होस्। आमेन। वचनले हामीलाई के भन्छ? तर हाम्रा प्रभु र हाम्रा मुक्तिदाताको ज्ञानमा बढ्दै जाओ, अनुग्रहमा बढ्दै जाओ। हालेलुया। यस्तो भनेको छैन कि हाम्रो प्रभु येशूलाई स्वीकार गरे अब आनन्दले बस जस्तो छ ठिक छ भनेको छैन। तर ज्ञान र अनुग्रहमा बढ्दै जाओ भनेर वचनले हामीलाई यहाँ सिकाउँदछ। त्यसै गरी हामी हिब्रू 5:11 देखि 6:1 सम्म पनि हामी हेर्नेछौँ। यहाँ यसरी लेखिएको छ, यस विषयमा हामीलाई भन्नु त धेरै छ तर बुझाउन गाह्रो छ, किनकि तिमीहरूको सुन्ने शक्ति मन्द भएको छ। किनकि यतिको समयसम्म त तिमीहरू शिक्षक भइसक्नु पर्ने थियो, तर अझै पनि तिमीहरूलाई कसैले परमेश्वरका वचनको आधारभूत शिक्षाहरू सिकाउनु परेको छ। तिमीहरूलाई खदिलो भोजन होइन तर दुध चाहिन्छ। दुध मात्र खाएर बाँच्ने मानिस चाहिँ धार्मिकताको वचनमा निपुण हुँदैन, किनकि त्यो बालकै हुन्छ। खदिलो भोजन त परिपक्व मानिसहरूका निम्ति हो। यिनीहरूको मानसिक शक्ति निरन्तर अभ्यास र असल र खराब छुट्याउन सक्ने भएको हुन्छ। यसकारण ख्रीष्ट सम्बन्धी प्राथमिक सिद्धान्तहरूलाई छोडेर हामी परिपक्वतातर्फ बढौँ। मृत्युतिर लैजाने कर्महरूबाट पश्चाताप र परमेश्वरमाथिको विश्वासका कुराको जग फेरि नबसालौँ। आमेन। यहाँ यस्तो राम्रो कुरा लेखेको छ, लेखकले यहाँ राम्रो कुराहरू लेख्नु भएको छ। तिमीहरू त अहिलेसम्म के हुनुपर्ने? शिक्षक हुनुपर्ने, तर के छौ त अझै नाबालकै छौ भनेर यहाँ हामी वचनमा हेर्छौँ। तिमीहरू त शिक्षक भइसक्नु पर्ने, तर अझै पनि अरूले आएर तिमीहरूलाई साधारण कुरा सिकाउनु पर्छ भनेर यहाँ लेखकले विश्वासीहरूलाई भन्दैछन्। किनकि त्यो जसको लागि लेखेका थिए त्यो समयमा त्यहाँका विश्वासीहरू परिपक्व थिएनन्। यसुलाई मुक्तिदाता भनेर ग्रहण त गरेका थिए तर विश्वासमा परिपक्व थिएनन्। झुटा शिक्षाहरू आउँदा उतै अलमल्ल परिहाल्थे। कसैले यस्तो हो भनेपछि उस्तै गरिहाल्थे, तर यसुको ज्ञानमा जडा गाड्नुपर्छ भन्ने कुरा बिर्सिएका थिए। र लेखकले हामीलाई पनि यही सम्झाउँछन् कि हामी जब धेरै वर्ष चर्च आउँछौँ, यसुलाई ग्रहण गरेको धेरै वर्ष हुन्छ भने हामी त अब शिक्षक हुनुपर्ने बेला हो। आमेन। हामी शिक्षक हुनुपर्ने बेला हो। अझै पनि आएर अरूले भन्नुपर्ने बेला होइन। डेली पास्टरले अथवा लिडरले आएर हेर्नुहोस् दिदी बहिनी, हाम्रो पापको लागि यसो मर्नुभयो, 3 दिनमा मौरी उठ्नुभयो, फेरि स्वर्ग जानुभयो भन्ने अवस्था होइन। यदि हामी वर्षौँदेखि चर्च आउँछौँ भने हामीले अरूलाई त्योभन्दा हाई लेभलको कुराहरू होइन, यसो किन आउनुभयो भन्ने डिटेलमा भएका कुराहरू अरूलाई सुसमाचार सिकाउने, यानि कि हामी टिचर हुने विश्वासीहरू हुनुपर्छ। आमेन। यो होइन कि हामीलाई अझै रिमाइन्ड गर्नुपर्ने, अझै याद दिलाइराख्नुपर्ने, पास्टर आउनुपर्ने, सेवक आउनुपर्ने, अनि कोही दिदी बहिनी आउनुपर्ने भन्नुपर्ने, नआत्तिनु यसो हाम्रै लागि हो भन्नुपर्ने होइन, तर हामी अरूलाई भन्ने छोराछोरी हुनुपर्छ। हालेलुया। यहाँ चाहिँ दुध भन्नाले के भनेको छ? आत्मिक कुराहरूमा पनि एकदम सानो कुराहरू के, जस्तो मैले अहिले उदाहरण दिएँ त्यस्तै कुराहरू। तर कडा खाना भन्नाले परिपक्व विश्वासीहरू, परिपक्व कुराहरू बुझ्ने विश्वासीहरू होइन, यसुका रहस्यमय कुराहरू, दृष्टान्तका रहस्यहरू, पुरानो नियमका भविष्यवाणीहरू, नयाँ नियममा पुरा भएका कुराहरू बुझ्न सक्ने विश्वासी हामी हुनुपर्छ। यस्तो होइन कि हामी अझै पनि अरूकै घरमा बाँच्ने विश्वासी हुँदैन। आमेन। र समस्या पर्दा मात्रै प्रार्थना गर्ने, अरू बेला चाहिँ अरूमै भरोसा गरेर हिँड्ने विश्वासी हामी हुँदैन। अरूबाट सापटी लगेको विश्वासले काम गर्दैन। के गर्दैन? अरूको विश्वासले काम गर्दैन। अरूकोबाट सापटी लगेको विश्वासले काम गर्दैन।
हो, हामीलाई अरूको विश्वास पनि चाहिन्छ। हामी कति गवाई सुन्छौँ, मेरो आमाको प्रार्थनाले, मेरो आमाको विश्वासले म जीवित छु भन्छन् मान्छेले होइन। मेरो श्रीमतीको विश्वासले म बाँचेको छु, मेरो विश्वास त खासै छैन भन्छन्। मेरो श्रीमानको विश्वासले म बाँचेको छु भन्छन् होइन। हो, त्यो हो, किनकि प्रभुले प्रार्थनाद्वारा हाम्रो जीवनमा काम गर्नुहुन्छ। तर अरूको विश्वासले मात्रै हामी बचिराख्न सक्दैनौँ, अरूको विश्वासले हामी स्वर्ग जान सक्दैनौँ, अरूको विश्वासले हामी फल फलाउन सक्दैनौँ। र अरूले जति बेला पनि अरूले प्रार्थना गरिदियोस् होइन, अरूले आएर भनोस् भनेर हामीले सोच्न हुँदैन। हामी चाहिँ परिपक्व टिचरहरू बन्नुपर्छ। आमेन। अरूको विश्वासले मात्रै काम गर्दैन। यदि मलाई समस्या पर्यो, मैले अब एकदमै गाह्रो भयो मलाई, मैले अर्कोजनालाई सँग प्रार्थना मागे, रिक्वेस्ट गरेँ। हो, हामीले एकअर्कासँग प्रार्थना माग्नुपर्छ। हामीलाई गाह्रो अवस्था पर्दा हामी प्रार्थना गर्न पनि सक्दैनौँ, हामी मान्छे हौँ, हामीलाई प्रार्थना गर्न पनि गाह्रो हुन्छ। हामी प्रभुसँग मन खोलेर प्रार्थना पनि गर्न सक्दैनौँ, पीडा हुन्छ। त्यो अवस्थामा हामीले अरूसँग सहयोग माग्न सक्छौँ। तर हुन्छ नि, जहिले पनि अरूले गरिदिएर अरूको विश्वासले म बाँचौँला भन्न मिल्दैन। जहिले पनि अरूले सिकाओस् भनेर सोच्नु हुँदैन। हामी चाहिँ अरूलाई सिकाउने विश्वासी बन्नुपर्छ। आमेन। हामी चाहिँ अरूलाई सिकाउने विश्वासी बन्नुपर्छ। र अघि मैले सुबीको उदाहरण दिइसकेँ होइन। यदि कोही 15-20 वर्षको छ र त्यस्तै निप्पलमा दुध खान्छ, हिँड्छ, अब समस्या छ भने छुट्टै कुरा हो, फिजिकल्ली मेन्टल्ली समस्या छ भने छुट्टै कुरा हो। तर त्यस्तो गर्छ, हिँड्नै सक्दैन भने हामी त्यहाँ के बुझ्छौँ, यो यसलाई समस्या रहेछ, यसलाई शारीरिक समस्या रहेछ भनेर बुझ्छौँ। र कोही व्यक्ति वर्षौँसम्म चर्च आउँछ तर प्रार्थनै गर्न जान्दैन, स्तुति आराधना गर्दा मुखै खोल्दैन भने उसलाई पनि आत्मिक समस्याहरू हुन्छ। प्रियहरू, उसलाई पनि के समस्या हुन्छ? आत्मिक समस्या हुन्छ। शैतानले जबडेको हुन्छ, भित्रबाट खुल्न दिँदैन। यत्रो मण्डली उफ्री यसु नामको जय होस् भन्दाखेरि कोही व्यक्तिलाई बसिराख्न मन लाग्छ, भन्नै मन लाग्दैन भने त्यहाँ समस्या छ। के समस्या छ? आत्मिक समस्या छ। शारीरिक समस्या छैन, किनकि तपाईँ फिट हुनुहुन्छ, तर आत्मिक समस्या छ। मैले यहाँनिर भन्न खोजेको, हामी नसके भयो हामी बस्छौँ, त्यो बस्नको ठुलो कुरा भएन, तर हाम्रो मुख चाहिँ खोलिनुपर्छ। आमेन। हृदय खोलिनुपर्छ। स्तुति आराधना गर्दा प्रार्थना गर्न सक्नुपर्छ। वर्षौँदेखि छौँ, कसैले प्रार्थना गर्न दियो भने सक्दैनौँ भने हामी आत्मिक समस्याहरूमा जकरिएका विश्वासीहरू हौँ भनेर हामीले आफैलाई मूल्याङ्कन गर्न जरुरी हुन्छ। र बालकका लक्षणहरू के हुन्छन् त? दुध पिउनेहरूको लक्षण होइन। बालकका लक्षणहरू के हुन्छन् त? सानो कुरामा छिटो निराश हुने, सानो कुरामा पनि छिटो निराश हुने। यसरी निराश हुने कि जस्तो परमेश्वर हुनुहुन्न, सजिलै निराश भइहाल्ने है, अरूको डाहा गर्ने। म आशा गर्छु हामी त्यस्तो छैनौँ, हामी विश्वासीहरू, हामी अरूको डाहा गर्दैनौँ। तर कतिजना त्यस्तो व्यक्तिहरू हुन्छन्, प्रार्थनामा कमजोर हुने, गुनासो गर्ने, सानो कुरामा विश्वास गुमाइहाल्ने, अरूको कमजोरी मात्रै देखाउने। यो चाहिँ अपरिपक्व क्रिस्चियनहरूको लक्षणहरू हुन्, बालकहरूको लक्षणहरू। अब सन्डे स्कुलमा त्यहाँ 2 किसिमको छन् बच्चाहरू, एउटा अलि ठुलो छन्, एउटा अलि सानो छन्। ती सानो लेभलको बच्चाहरूसँग हामी त्यही किसिमको आशा गर्छौँ, तिनीहरू चकचक गर्लान्, त्यता गएर लिची टिप्दैलान्, माटोमा खेल्लान्, अनि हामीले त्यति माइन्ड गर्दैनौँ टिचरहरूले पनि होइन। अब यो सानै छ बुझ्दैन, किनकि ऊ सानै छ। तर अलिकति ठुलो 13-14 वर्षको बच्चाहरूले त्यहाँ चकचक गरे, नटिप भन्दा गएर त्यहाँ लिची टिप्ने, माटो खेल्ने, ढुङ्गा खेल्ने गऱ्यो भने के हुन्छ? हामीलाई मन पर्दैन नि त होइन। किनकि हामी के आशा गर्छौँ, उनीहरू चाहिँ के हुनुपर्ने परिपक्व हुनुपर्ने भन्ने आशा गर्छौँ। र बालकहरूको लक्षण मैले भने, अब परिपक्व विश्वासीको लक्षण के हो त? परिपक्व विश्वासीको लक्षण चाहिँ धैर्यता। जस्तो सुकै अवस्थामा पनि धैर्य धारण गर्न सक्ने, प्रेम देखाउन सक्ने, क्षमा दिन सक्ने, जस्तो अवस्था गाह्रो परिस्थितिमा पनि, कठिनाइमा पनि स्थिर रहन सक्ने। आमेन। कठिनाइमा पनि स्थिर रहन सक्ने चाहिँ परिपक्व विश्वासीहरूको लक्षण हो प्रियहरू। र बिउ छर्ने पनि अघि हामीले देख्यौँ, माटोमा पर्नेले के भयो? सुन्यो तर बुझ्दै घुसेन, गयो यहाँभित्र हृदयमा टेक्ने बित्तिकै गयो, कता गयो वचन बुझेन। ढुङ्गामा पर्ने पनि ओहो हुन्छ भनेर स्वीकार गर्यो, तर जरा बलियो थिएन र के भयो? मरिहाल्यो। परमेश्वर चाहनुहुन्छ कि हामी वचन सुन्ने, चर्च आउने मात्र होइन, तर वृद्धि हुने विश्वासी हुनुपर्छ। आमेन। वृद्धि हुने विश्वासी हुनुपर्छ। हाम्रो धैर्यतामा, हाम्रो प्रेममा, क्षमा दिने कुरामा, सहनशीलतामा
वृद्धि हुने विश्वासीहरू हुनुपर्छ। निराश हुने, अरूलाई पनि निराश बनाउने विश्वासी हुनु हुँदैन, तर हामी अरूलाई उत्साह दिने शिक्षकहरू बन्नुपर्छ। आमेन। र वचनले पनि हामीलाई अघि त्यही कुरा सिकाएको, तिमीहरू अहिलेसम्म शिक्षक हुनुपर्ने भनेर वचनले हामीलाई भन्छ। र हामी अरूलाई उत्साह दिन सक्ने व्यक्तिहरू हामी बन्नुपर्छ। शारीरिक रूपमा मात्रै बढेर हुँदो रहेनछ, तर हामी विश्वासीहरू आत्मिक रूपमा बढ्नुपर्ने रहेछ। हालेलुया, आमेन। र अब दोस्रो नम्बरमा हामीले यो वचनबाट थाहा पाउनुपर्ने कुरा के छ त? दोस्रो नम्बरमा ख्रिस्टमा रहनेहरूले मात्र वृद्धि गर्छन् र फल फलाउँछन्। ख्रिस्टमा रहनेहरूले मात्र वृद्धि गर्छन् र फल फलाउँछन्। आमेन। एकजनाले पढिदिनुहोस् त, यूहन्ना 15:5। दाँतको बोट म हुँ, तिमीहरू चाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने र म त्यसमा रहेँ भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ। आमेन। धन्यवाद। के भने यहाँ वचनले हेर्नुहोस् त, दागको बोट येशू ख्रिस्टले के भन्नुभयो त? हैन, दागको बोट म हुँ र तिमीहरू के हौ? के हौ? हाँगाहरू हौ। ममा रह्यो भने तिमीहरूले के गर्छौ? फल फलाउँछौ। तिमीहरू ममा रह्यो भने म तिमीहरूमा रहन्छु र तिमीहरूले फल फलाउनेछ, तर ममा रहेनौ भने तिमीहरू केही गर्न पनि सक्दैनौ। आमेन। हामी चाहिँ यहाँ कस्तो राम्रो उदाहरण छ कि दागको बोट जब हाँगा रुखमा टाँसिन्छ तब मात्र फल फलाउन सक्छ। र हामी पनि हाम्रो आत्मिक वृद्धि पनि यससँग टाँसिएर मात्र हुन्छ। आमेन। हामी आफै गर्न सक्दैनौँ। कतिचोटि हामीलाई लाग्छ कि म आफै गर्छु, म आफै परिवर्तन हुन्छु, म आफै परिपक्व हुन्छु, अब म त एकदम परिपक्व बन्छु, म त डगमगाउन्न, अब एकदम बलियो बन्छु। तर आफैबाट यो कुराहरू हुँदैन। यसको लागि हामीले येशू ख्रिस्टको सहायता लिनुपर्छ। आमेन। हाँगाले केही सङ्घर्ष गर्दैन फल फलाउनलाई, तर जडाले गरिएको हुन्छ। उसको जडा गाडेको भएर फल फल्छ। हाँगाले केही गर्नु पर्दैन, हाँगा टाँसिनु मात्रै पर्छ। आमेन। हाँगा रुखसँग टाँसिनु मात्रै पर्छ, उसले आफै लट्रम्म फल फलाउँछ। तपाईँले यसो फल पनि टिप्दाखेरि हाँगा भाँच्यो भने उतिखेर ओइलाइहाल्छ, होइन? हामी सबैलाई थाहा छ, हामी खेती किसानी गर्ने मान्छेहरू हौँ। र यहाँनिर बुझ्नु पऱ्यो कि हाँगाले सङ्घर्ष गर्न पर्दैन। यदि तपाईँ म पनि यसोसँग टाँसिएका छौँ, हामी उहाँसँग जोडिएका छौँ भने तपाईँ अनि मैले एक्लै सङ्घर्ष गर्न पर्दैन। एक्लै म गर्छु भन्न पर्दैन। एक्लै म फल फलाउँछु, अबदेखि त म क्षमा गर्न सिक्छु, अबदेखि त म एकदम आत्तिन्न, अबदेखि त म मान्छेलाई प्रेम गर्छु भनेर हामीले सक्दैन। हाम्रो भित्रबाट आउँदैन। जब हाम्रो भित्र येशू ख्रिस्ट हुनुहुन्न तब ती कुराहरू आउँदैनन्। तर जब उहाँ हामीसँग हुनुहुन्छ ती कुराहरू स्वतः हुन्छन्। अब यो मोबाइल अहिले यहाँ बोलिरहेको छ, म यसैबाट यहाँ देखाइरहेको छु, हेरिरहेको छु कति कुरा, होइन? तर यसलाई केले चलाउँछ? यसलाई चार्जरले चलाउँछ। केले चलाउँछ? अब यहाँ कति पर्सेन्ट 70% छ। मैले अघि त्यहाँ आएर पुरै त्यहाँ चार्ज लगाएँ, तर अब मैले चार्ज लगाएन भने यो के हुन्छ? अफ हुन्छ। केही काम छैन यसको, होइन? यसलाई चाहिँ इलेक्ट्रिसिटी, विद्युत चाहिन्छ, त्यहाँबाट शक्ति पावर आउनुपर्छ। र हाम्रो जीवनमा पनि हाम्रो शक्ति, हाम्रो पावर चाहिँ को हुनुहुन्छ? को हुनुहुन्छ? येशू ख्रिस्ट हुनुहुन्छ। र हाम्रो पनि कनेक्सन येशूसँग हुनुपर्छ। हालेलुया। हाम्रो कनेक्सन चाहिँ येशूसँग हुनुपर्छ। जसरी हाँगा बोटमा रहन्छ तब फल फलाउँछ, त्यस्तै हामी येशूसँग रह्यौँ भने हामी आत्मिक फलहरू फलाउन सक्छौँ। र म यहाँ अहिले निकाल्न लाउँदिनँ। गलाती 5:22-23 हेऱ्यो भने हामी त्यहाँ देख्छौँ कि आत्माका फलहरू हामीले त्यहाँ देख्छौँ, होइन? 9वटा फलहरू हामी त्यहाँ देख्छौँ। के फलहरू थिए? प्रेम, आनन्द, शान्ति, होइन? धैर्यता, दया, भलाइ, विश्वासयोग्यता, आत्मसंयम, नम्रता, यी कुराहरू चाहिँ हाम्रो जीवनबाट देखिन्छ। तर यो हामी आफैबाट देखिँदैनन्। म आफै यो 9वटा फलहरू बोकिराख्छु, यसोको जरुरी छैन भन्न मिल्दैन। तर हामीले जब यसोसँग कनेक्ट हुन्छौँ, जोडिन्छौँ, यो फलहरू हाम्रो जीवनमा देखिन्छन्। कुनै पनि रुखले चाहिँ फल फलाउनलाई के गर्दैन, होइन? स्याउले म स्याउ हुँ भनेर भन्दै हिँड्दैन, तर ऊ स्याउ नै हुन्छ। स्याउकै रुखबाट उम्रिन्छ, हो कि होइन? स्याउले हेर त यहाँ हेर, म स्याउ हो भन्छ। लिच्चीले म लिच्ची हो हेर भन्छ,
भन्दैन। हामी देख्ने बित्तिकै के थाहा पाउँछौँ? के हो यो? लिचीको बोट हो, यो के हो? स्याउको बोट हो। त्यस्तै मान्छेहरूले हामीलाई देख्ने बित्तिकै थाहा पाउनु पर्यो कि यो दिदी, यो बहिनी, यो दाजु, यो भाइ चाहिँ येशू ख्रीष्टसँग जोडिएको, येशू ख्रीष्टलाई प्रेम गर्ने, येशू ख्रीष्टमा विश्वास गर्ने व्यक्ति हो। आमेन। हामीलाई देख्ने बित्तिकै मानिसहरूले थाहा पाउनु पर्यो कि हामी चाहिँ येशूसँग जोडिएका व्यक्तिहरू हौँ। हालेलुया। र यहाँ दृष्टान्तमा पनि अघि हामीले हेऱ्यौँ कि जसले वचन ग्रहण गर्यो, जो असल जमिन थियो, जसको हृदय असल थियो, जो सङ्घर्षमा पनि टिकिरह्यो, उसले चाहिँ फल फलायो। तर ढुङ्गेनी जमिनमा हुने चाहिँ के भयो? के भयो? के भयो अनुष्का? ढुङ्गेनी जमिनमा हुने चाहिँ मर्यो, जरा गाड्न सकेन। आमेन। र त्यसै गरी साँचो ख्रिस्टियनले पनि फल फलाउनु पर्छ। हाम्रो जीवनबाट फल देखिनु आवश्यक हुन्छ। दुईवटा कुराहरू हामीले हेऱ्यौँ। एउटा त सबैले वचन सुन्छन् तर वृद्धि हुँदैनन्। दोस्रो चाहिँ के थियो? ख्रिस्टमा रहनेहरूले मात्रै वृद्धि गर्छन् र फल फलाउँछन्। अर्को चाहिँ अब तेस्रो अन्तिम बुदा चाहिँ के छ? परिपक्वता भनेको ख्रिस्ट जस्तै हुनु हो। आमेन। कठिनाइमा पनि फेरि है, राम्रो हुँदा मात्रै होइन, परिपक्वता भनेको कठिनाइमा पनि ख्रिस्ट जस्तै व्यक्ति हुनु हो। हालेलुया। र परिपक्वता हाम्रो जीवनमा चाहिँ येशूको चरित्रहरूद्वारा देखिन्छ। आमेन। येशूको चरित्रद्वारा देखिन्छ। र साँचो विश्वासी जस्तो सुकै अवस्था पनि परिपक्व विश्वासी बन्न, येशू जस्तै बन्न छोड्दैन। मैले भर्खरै भने याकुब 1:2-4 हामीले हेऱ्यौँ भने त्यहाँ के भन्छ कि परीक्षाले चाहिँ धैर्यता उत्पन्न गर्छ। धैर्यताले हामीलाई के बनाउँछ त? सहनशील बनाउँछ होइन। हामी तपाईँ घरमा गएर हेर्नु होला, धैर्यताले हामीलाई जस्तो सुकै अवस्थामा पनि स्थिर रहने व्यक्ति बनाउँछ। आमेन। याकुब 1:2-4 घरमा गएर हेर्नु होला। र हामी कसैलाई पनि समस्या मन पर्दैन होइन, मेरो परिवारमा राम्रो भयो हुन्थ्यो। हामी त्यसैले त प्रार्थना गर्छौँ डेली, प्रभु मेरो घर परिवारलाई सुरक्षा दिनुहोस्, मेरो छोराछोरीलाई, मेरो श्रीमान श्रीमतीलाई, मेरो आफन्तहरूलाई, मेरो मण्डलीलाई सहायता गर्नुहोस् भनेर हामी डेली प्रार्थना गर्छौँ। हामी कसैलाई पनि समस्या मन पर्दैन। तर कहिलेकाहीँ परमेश्वरले हामीलाई कठिन परिस्थितिहरूमा राखिदिनुहुन्छ। किन राखिदिनुहुन्छ? किनकि उहाँले हाम्रो आत्मिक वृद्धि गर्न चाहनुहुन्छ हो। हामीले भौतिक कुराहरू गुमाउँछौँ कतिचोटि हामी आफ्ना मान्छेहरू गुमाउँछौँ, कतिचोटि हामी धन सम्पत्तिहरू गुमाउँछौँ, कतिचोटि हामीले आफूले चाहेको सबै कुराहरू हामीले गर्दै गरेको व्यापार व्यवसायहरू गुमाउँछौँ। तर यी सबै कुराबाट पनि उहाँले हामीलाई निर्माण गर्न चाहनुहुन्छ। आमेन हो। हामीलाई शारीरिक रूपमा पीडा हुन्छ तर हाम्रो आत्मालाई उहाँले बलियो बनाउनुहुन्छ। वचनले भनेको जस्तै हामी जब समस्याहरू आउँछ त्यसले हामीलाई धैर्यवान व्यक्ति बनाउँछ, ताकि कुनै पनि अरू समस्याले हामीलाई नढलाउन सकेको होस् भनेर। हालेलुया। र समस्याले हामीलाई के गर्छ? धैर्यता सिकाउँछ। समस्या भन्ने बित्तिकै रिस उठ्छ, दुःख लाग्छ, तर समस्याले हामीलाई धैर्यता सिकाउँछ। अझै यसमा बलियो विश्वास गर्न सिकाउँछ, सहनशीलता सिकाउँछ। र सबैभन्दा ठुलो कुरा मानिसहरूमा होइन तर परमेश्वरमा भर पर्न सिकाउँछ। आमेन। जब समस्या आउँछ त्यो बेला हामी अझै थाहा पाउँछौँ कि हो हाम्रा मानिसहरूले पनि हामीलाई धेरै सहायता गर्छन्, प्रेम गर्छन् होइन। त्यो त आशिष हो। तर समस्याले हामीलाई प्रभुमा भर पर्न, अब केही उपाय नलागेपछि के गर्नु त? प्रभु तपाईँको हातमा छ भन्नसम्म त हामी पुग्छौँ नि त, हो कि होइन? र यो अवस्थामा जब हामी पुग्छौँ त्यसले हामीलाई सिकाउँछ कि हामी एकमात्र परमेश्वरमा भर पर्दा रहेछौँ। आमेन। मानिसहरूमा होइन, हाम्रो बुद्धिमा होइन, हाम्रो आफ्नै जीवनमा धन सम्पत्तिमा होइन, तर एकमात्र परमेश्वरमा हामीलाई समस्याले भर पर्न सिकाउँछ। हालेलुया। जसरी सुन चाहिँ के हुन्छ? सुन चाहिँ आगोमा हाल्यो भने चाहिँ हराउँदैन त्यहाँनिर होइन। अझै आगोले जलेर निखारेर त्यहाँ भएका अरू धातुहरूलाई पगालेर सुन चाहिँ के हुन्छ? अझ निखर सुन हुन्छ, अझै खारिएर आउँछ। त्यस्तै समस्या हाम्रो जीवनमा आगो जस्तै हुन्, तर प्रभुले हामीलाई सुन जस्तै निखार्नुहुन्छ। हालेलुया। उहाँले हामीलाई निखार्नुहुन्छ। र परिपक्व विश्वासीहरू जस्तो सुकै अवस्थामा पनि स्थिर रहन सिक्छन्। र एफिसी 4:13-15 हामी हेर्नेछौँ। आमेन। धन्यवाद। यहाँ चाहिँ के अझ म जोडले पढिदिनेछु अनि तपाईँहरू अझै हेर्नुहोस् है त।
जबसम्म हामी सबैले विश्वासको र परमेश्वरका पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौँ र परिपक्व मानिस बनी ख्रिस्टका पूर्णताको नापसम्म पुग्दैनौँ। परिपक्व मानिस बनी ख्रिस्टका पूर्णताको नापसम्म पुग्दैनौँ भनेर यहाँ लेखिएको छ 14मा। यसरी हामी छालले अघि पछि हुत्याइएका धार्मिक सिद्धान्तहरूको प्रत्येक बतास लिएर मानिसहरूका जाल खेल धूर्तता र फट्याइले यताउता उडाइएका बालकहरू जस्ता नहौँ, बरु प्रेमसित सत्य बोल्दै हरेक कुरामा हामी उहाँसँगै अर्थात् ख्रिस्टसँगै बढ्दै जाउँ। आमेन। जो शिर हुनुहुन्छ। यहाँ के भनेको छ? छालले हुत्याइएका जस्तो। जबसम्म हामी परिपक्व बन्दैनौँ, जबसम्म हामी ख्रिस्टको पूर्णतामा हामी उहाँको ज्ञानमा हुँदैनौँ, तब हामी हुत्याइएको जस्तो छालले, होइन? हावाले हुत्याएको जस्तो, पानीको छालले हुत्याएको जस्तो, कहिले यता कहिले उता समस्या आउँदा हुत्याइने, कसैले यो त यसो भन्दा त यता राम्रो छ नि भन्दै उतै हुत्तिने, है? तपाईँलाई त यो गर्दा ठिक होला नि भन्दा उतै हुत्तिने। हामी त्यस्ता विश्वासीहरू बन्छौँ। जब हामी परिपक्व हुँदैनौँ त्यस्ता विश्वासीहरू हामी बन्छौँ र वचनले हामीलाई ख्रिस्टको पूर्णतामा जाने कुराहरूलाई उत्साह दिन्छ। आमेन। ख्रिस्टले कस्तो कस्तो अवस्थामा कष्ट भोग्नुभयो, समस्या भोग्नुभयो, तर पनि उहाँ चाहिँ आत्तिनु भएन, हुत्याइनु भएन, यद्यपि मृत्युसम्मै जानुभयो तर पनि स्थिर रहनुभयो। र आज हामी ख्रिस्टलाई विश्वास गर्नेहरू पनि त्यस्तै परिपक्व हुनुपर्छ। हाम्रो जीवनमा कठिनाइ आउँदा, कसैले आएर झुटो शिक्षाहरू भन्दा, कसैले आएर उस्काइदिँदा हामी हुत्तिने विश्वासहरू बन्न हुँदैन। हालेलुया। र हामी कति परिपक्व छौँ भन्ने कुरा हामी कति जोडले प्रार्थना गर्छौँ, कति वर्षदेखि चर्च आछौँ, कति बाइबलको पद फर्र भन्छौँ भन्ने कुराले देखाउँदैन। तर तपाईँ अनि म यसुलाई कति देखाउँछौँ भन्ने कुराले मापन गर्छ। तपाईँ अनि मेरो जीवनले यसुलाई कतिको देखाएको छ भन्ने कुराले मापन गर्छ। कसैले मेरो घरमा आएर एक हप्ता मलाई हेऱ्यो भने के देख्छ त, होइन? हजुरहरू त हप्तामा एक दिन देख्नुहुन्छ मलाई, तर मेरो घरमा बस्नेहरूले मलाई हप्ताभरि कस्तो देख्छन् त, होइन? यदि अहिले तपाईँको घरमा कोही आएर एक हप्तासम्म तपाईँलाई हेऱ्यो, विचार गर्यो भने तपाईँलाई के देख्छ? त्यही नै अवलोकन हो, होइन? त्यही नै ख्रिस्टीय जीवन हो। एकैछिनमा थाहा हुन्न। हामीले एकैछिन त कस्तो जयमसी दिदी बहिनी भन्छौँ, कस्तो राम्री भन्छौँ, राम्रा भन्छौँ, होइन? तर एक हप्तासम्म बस्नेहरूले अथवा हाम्रो घरमा बस्नेहरूले ख्रिस्टको परिपक्वता हाम्रो जीवनमा देखेका छन् कि छैनन् भन्ने कुरा हामीले विचार गर्न पर्छ। के उसले यसुलाई देख्छ त हाम्रो जीवनबाट? के उनीहरूले हाम्रो जीवनमा प्रेम देख्छन्, धैर्यता, नम्रता, दया, भलाइका कुराहरू देख्छन् त? सहनशीलता देख्छन् त? यी कुराहरू हामीले विचार गर्नुपर्छ। र ती व्यक्तिहरूले हाम्रो जीवनमा प्रेम, क्षमा दिन सक्ने, धैर्यता, नम्रताका कुराहरू देख्नुपर्ने हुन्छ। र वचनले हामीलाई आज 3वटा पोइन्टहरूद्वारा सिकाउँछ कि हामी चाहिँ सबैभन्दा पहिलो कुरा बुझ्नुपर्ने कि हामी चर्च आउँदैमा, विश्वासी हुँदैमा परिपक्व भएका छौँ भन्ने होइन रहेछ। फेरि यस्तो भन्नु होला, अब चर्च नगए पनि हुने रहेछ, नभन्नु होला, होइन? यो चाहिँ एउटा असल विश्वासीको काम हो, जिम्मेवारी हो। चर्च आउने, मण्डलीमा आउने, प्रार्थना गर्ने, बाइबल पढ्ने, यो त हाम्रो जिम्मेवारी नै हो। यो प्रभुले हामीलाई दिनुभएको सङ्गति त हामीले गर्नै पर्छ। यो त बेसिक कुराहरू हुन्, सामान्य कुराहरू भए नि त। यसले देखाउँछ कि हामी कति आज्ञाकारी छौँ भनेर, कति परमेश्वरलाई प्रेम गर्छौँ भनेर यो कुराले देखाउँछ। तर आजको अर्को कुरा मैले भन्न खोजेको चाहिँ यतिले मात्र पुग्ने रहेनछ, हामी परिपक्व पनि बन्नुपर्ने रहेछ। आमेन। यतिले मात्र पुग्ने रहेनछ, हामी परिपक्व पनि बन्नुपर्ने रहेछ र हामी बढ्दै जानुपर्ने रहेछ। हिजो देख्दा पनि त्यही रुवाई, अस्ति देख्दा पनि त्यही रुवाई, 20 वर्ष अगाडि पनि त्यही रुवाई हुँदो रहेनछ। यदि कोही 20 वर्ष अगाडि कमजोर थियो, म विश्वासमा कमजोर छु, प्रार्थना गर्न पनि जान्थिनँ भन्नेहरू अहिले गर्नुपर्ने रहेछ। कोही 5 वर्ष अगाडि केही नजान्नेहरू आज पनि केही नजान्ने भएको होइन रहेछ। आज त यसुको बारेमा आफ्नो छिमेकीलाई भन्न सक्ने, घरमा समस्या आउँदा पनि सहनशील हुन सक्ने हुनुपर्ने रहेछ। र हामी धेरैजना छौँ, हामी कति सहनशीलहरू पनि छौँ यहाँ व्यक्तिहरू। तपाईँहरूलाई परमेश्वरले अझै आशिष दिनुहुन्छ तपाईँको सहनशीलतामा, तपाईँको आज्ञाकारितामा, होइन? हामी धेरैजना छौँ। तर बेला बेला हामीले यो कुराहरू सम्झिनुपर्छ, हामीले रिमाइन्ड गर्नुपर्छ, बुझ्नुपर्छ कि साँच्चै हामी यसुलाई मुक्तिदाता मात्रै भनेर ग्रहण गर्ने होइन, तर बढ्दै जाने विश्वासीहरू हुनुपर्छ। आमेन। र बढ्दै जानलाई चाहिँ हामीले आफ्ना बानीहरू सुधार गर्नुपर्ने छ।
प्रभुसँग अझै नजिक जाने, उहाँको वचन गहिराइमा गएर बुझ्ने, प्रार्थना गर्ने, स्तुति आराधनामा भाग लिने, स्तुति आराधना गर्ने, प्रभुलाई महिमा गर्ने कुराहरू, एकअर्कालाई हौसला दिने कुराहरू, क्षमा गर्ने कुराहरू, सहनशील हुने कुराहरू, यिनीहरू चाहिँ आत्मिक परिपक्वताका उदाहरणहरू, चिन्हहरू हुन्। हालेलुया। यस्तो होइन कि हामी हिजो पनि त्यही आज पनि त्यही होइन। यदि हामी हिजो अपरिपक्व थियौँ भने आज हामी परिपक्व बन्नुपर्छ। आमेन। कतिजना हुनुहुन्छ यहाँ बहिनीहरू होइन, कति धेरै प्रार्थना गर्ने हाम्रो दाजुभाइहरू पनि हुनुहुन्छ, अब स्पेसली हाम्रो दिदीबहिनीहरू पनि हुनुहुन्छ होइन, कति परिवर्तनहरू देखिन्छ जीवनमा। प्रभुलाई धन्यवाद त्यसको लागि। र अझै हामी मण्डली प्रत्येकजना परिवर्तन हुँदै जानुपर्ने हुन्छ। हाम्रो सन्डे स्कुलमा यी बस्ने नानीहरू अब सन्डे स्कुलको किताब पढ्थे, सन्डे स्कुलकै बच्चाहरूलाई हेरेर बस्थे होला, सन्डे स्कुलको गीत गाउँथे होला, तर अब त्यही गर्न मिल्दैन। अब बाइबल पढ्नुपर्छ, नोट गर्नुपर्छ, प्रार्थना गर्नुपर्छ, अब राम्रो तयारी प्र्याक्टिस गरेर क्वायरमा बस्नुपर्छ। यी सबै कुराहरू चाहिँ केबाट आउँछ? जब हामी बाइबल अध्ययनमा जान्छौँ, प्रभुको नजिक जान्छौँ, हामी आत्माले भरिन्छौँ, तब हामी परिपक्व विश्वासीहरू बन्छौँ। र प्रियहरू, मेरो चाहिँ यति नै हो वचन। तर एउटा कुरा भन्न चाहन्छु कि साँच्चै हामी चाहिँ हाम्रो लक्ष्य चाहिँ येशू जस्तै बन्ने हो। हालेलुया। हाम्रो लक्ष्य चाहिँ येशू जस्तै बन्ने हो। जस्तो सुकै अवस्थामा पनि, राम्रो अवस्था मात्र होइन, पीडामा पनि, दुःखमा पनि, कष्टमा पनि हामी परिपक्व विश्वासी बन्नुपर्छ। र परिपक्व विश्वासीले अरू विश्वासीहरू पनि ल्याउँछ। आमेन। परिपक्व विश्वासीले जीवनमा आफ्ना फलहरू देखाउँछ। ती फलहरूद्वारा हाम्रा छरछिमेकले परमेश्वरलाई ग्रहण गर्छन्, येशूमा विश्वास गर्छन्, र अझै हामीले त्योबाट प्रभुलाई महिमा दिन सक्छौँ। आमेन। प्रभुलाई धेरै धन्यवाद भएको होस्। यो समय हामी प्रार्थना गर्नेछौँ, सबैजना हामी शिर निभाउनेछौँ। यस समयमा हामी सबैजनाले